नमस्ते साथीहरू, तपाईहरुको लागि म फेरि अर्कै भिडियो लिएर आइसकेको छु। जुन कि यो भिडियोमा के छ म भनिदिन्छु। तपाई फेसलाई बसेर अनि पार्टीलाई बसेको बेला कति घण्टा बसेको छु भनेर आफ्नो रिवार्डहरु क्लाइम गर्नुलाई थाहा छैन भने म आज त्यसको लागि भिडियो बनाएको छु र यो सबै भिडियो ध्यान दिएर हेर्नुपर्ने हुन्छ। त्यसको लागि मलाई फलो गर्नु र एउटा कमेन्ट गरिदिनु कस्तो लाग्छ भनेर र लाइक पनि गरिदिनु अनि बेल आइकन अन गर्नु अलमा सेट गर्नु। अल गरेपछि तपाईहरु मैले भिडियो हालेपछि ठ्याक्कै तपाईमा एउटा नोटिफिकेसन जान्छ, त्यहाँ सबभन्दा अगाडि जान्छ। त्यही भएर अलमा सेट गर्नुपर्ने हुन्छ सब्स्क्राइब गरेर। ल धेरै कुरा नगरेर म अगाडि बढ्छु। अनि अब तपाई के गर्नुहुन्छ भने पहिला कसैको पार्टी लाइभमा छिर्ने, म आफ्नै पार्टी लाइभमा छिरेर हेरेर आउँछु हजुरहरुलाई। म आफ्नै पार्टी लाइभमा आइसकेको छु र आफ्नो पार्टीलाई के भन्छ, तपाई कसैको पार्टी लाइभ अथवा फेस लाइभ बस्नु भएको छ, आफ्नो फेस लाइभमा बस्नु भएको छ भने तपाईहरुले कसरी थाहा हुन्छ कि मेरो कति मिनेट पुग्यो, कति बस्नु पर्छ अझै भनेर यहाँ तल हेर्नु त, तल चारवटा गोलो गोलो छ। यो चारवटा गोलो गोलोमा टच गर्ने अनि चारवटा गोलो गोलोमा टच गरिसकेपछि यहाँ सिधै तल हेर्नु अनि रिवार्ड्स लेखेको हुन्छ। तपाईहरुकोमा अलिक फरक हुन्छ कि रेगुलरमा टच गर्नुपर्ने हुन्छ। रेगुलरमा टच गरिसकेपछि र तल हेर्नु त डेली अनि एउटा लाइभ लेखेको, लाइभमा टच गर्ने अनि लाइभमा टच गरिसकेपछि डेली लाइभ ड्युरेसन 60 मिनेट गो भनेको छ। त्यसको तल हेर्नु त के भन्छ, डेली लाइभ ड्युरेसन 60 मिनेट अनि 0 अनि एउटा स्ल्याश छ, त्यसको पछाडी 60 ह ब्र्याकेटमा। म यो ब्र्याकेट चिन्ह लगाएर हेराइदिन्छु र त्यो 0 छ नि, तपाई जति मिनेट बस्नु भएको छ त्यो बढ्दै जान्छ। जस्तै 10 मिनेट 20 मिनेट 15 12 यस्तो हुन्छ र त्यसको पछाडी 60 छ र यो क्लाइम गर्नुलाई तपाईले त्यो अगाडिको 60 र पछाडीको 60 पुर्याउनु पर्छ। पछाडीको 60 नै हुन्छ र अगाडिलाई 60 पुर्याउनु पर्छ। त्यो तपाई कति घण्टा 1 घण्टा बस्नुभयो भने त्यहाँ 60 भइहाल्छ अनि 60 भइसकेपछि त्यो 1000 पोइन्ट ह त्यो क्लाइम भइहाल्छ। ल अब चाहिँ पार्टी लाइभको लागि पार्टीमा टच गर्नुपर्ने हुन्छ र पार्टीमा टच गरिसकेपछि त्यहाँनिर के भनेको छ म अलिक जुम गरेर हेराइदिन्छु। यहाँनिर भनेको छ जोइन द पार्टी फर 1 आवर। त्यहाँनिर नि त्यस्तै लेखेको छ तपाईलाई 60 × 60 त्यो अगाडि 1 घण्टा बस्नुपर्ने हुन्छ। 1 घण्टा बसिसकेपछि र बसिसकेपछि कि त अगाडि नै कि त पछाडी जतिखेर भयो नि, तर 9:45 रातिको 9:45 हुनुभन्दा अगाडि नै तपाईले 200 को गिफ्ट एक्सचेन्ज गर्नुपर्ने हुन्छ अथवा कसैले गिफ्ट तपाईले गरेको हुनुपर्छ अनि त्यसपछि यो पार्टी लाइभ बसेको क्लाइम हुन्छ। यसको नि सेम प्रोसेस हो, 1 घण्टा नै बस्नुपर्ने हुन्छ पार्टी लाइभमा क्राउन सिटमा अनि यसमा बसेको तपाईले बसेर 200 को गिफ्ट खानुपर्ने हुन्छ, आफूलाई लिनुपर्ने हुन्छ। अब तपाईले कसरी गर्नुहुन्छ, कसैले दिन्छ अथवा तपाईले कोइनले एक्सचेन्ज गर्नुहुन्छ 500 को कफी अनि त्यसपछि यो पुग्छ है। र यति नै छ हाम्रो भिडियो। अरु पनि अरु जानकारी म लिएर आउने छु, त्यसको लागि सब्स्क्राइब गरिहाल्नु होला अनि लाइक कमेन्ट गर्नु कस्तो लाग्यो यो भिडियो, अरु के को बारेमा बनाउनु भिडियो भनेर म कमेन्टमा भनिदिनु, म त्यसकै बारेमा बनाइदिन्छु भिडियो तपाईहरुको लागि डिटेल।